हेलो, गुड मॉर्निंग गाइस। नमस्कार, जय मसिह। म शेखर रोका अनि साथीहरू, म आज चाहिँ एउटा विषय एउटा टपिक लिएर चाहिँ म यहाँ आएको छु। एउटा विषय लिएर कि ताकि म तपाईँहरूलाई भन्न सकौँ मेरो चाहिँ यो पैसा कमाउनु होइन। चाहिँ मेरो विषय चाहिँ पैसा कमाउनु होइन, तर मेरो जो आजको जो टार्गेट छ यो धेरै चाहिँ घरहरू बाँचोस् भनेर चाहिँ म भन्न चाहन्छु। जो टुटिरहेका घरहरू चाहिँ बाँचोस् भनेर चाहिँ म भन्न चाहन्छु। आजको टपिक छ एउटा एउटा कपल, यानि एउटा जीवन साथी, एउटा पार्टनर, दुई पार्टनरको बिचको कुरालाई लिएर म यहाँ आएको छु भिडियो सुट गर्न। र आज म भन्न गइरहेको छु साथीहरू, एउटा भाइ या बहिनी है, यानी आफ्नो पार्टनरबाट चाहिँ बाहर यदि कसैसँग तपाईँहरू फोन गर्नुहुन्छ, कसैसँग कुरा गर्नुहुन्छ भने चाहिँ है यो कुरा चाहिँ राम्रो होइन। किनभने चाहिँ जो जीवनसाथी छ है त्योले चाहिँ एउटा के भन्छन्, एउटा जीवन बिताउनको लागि चाहिँ यो संसारमा हामी जीवनसाथी बनेका छौँ। एकअर्कालाई हामी विश्वास गरेर हामी एकअर्काप्रति एउटा जोडी बनेका छौँ। र यसै कारण चाहिँ हामी एक आफ्नो जीवन साथीलाई धोका दिएर चाहिँ उसलाई चाहिँ थाहै नदिकन उनलाई ऊ नगरेर हामी एक बाहिरको केटीसँग कुरा गर्छौँ, यानि बाहिरको केटासँग कुरा गर्छौँ। जब एक दिन हाम्रो परिवार, हाम्रो जीवन साथीलाई पता चल्छ, त्यहाँ चाहिँ धेरै है तनावहरू हुन्छ। त्यहाँ उस दिन के हुन्छ भन्ने है तपाईँहरूलाई थाहा छैन। यदि यो गर्नुहुन्छ भने भोलिको दिन जब त्यो पता चल्छ, तो तपाईँहरूलाई जो अहिलेको जो प्यार छ, जो अहिलेको जो प्रेम छ, जो तपाईँलाई आफ्नो श्रीमतीले गर्नुहुन्छ या तपाईँले आफ्नो श्रीमानलाई गर्नुहुन्छ, त्यो प्रेम चाहिँ त्यो पहिलेको जो प्रेम थियो त्यो तपाईँहरूले पाउन सक्नुहुन्न। उसको बाद हमेसाको लागि खत्म हुन्छ, हमेसाको लागि त्यो खत्म हुनेछ। जसरी मैले आफ्नो जीवनमा म अनुभव गरेको थियो, म आफ्नो जीवन अनुभव गरेको छु यो कुराहरू है जागृति बनाउन चाहन्छु। किनभने भोलिको दिन तपाईँहरूको जीवनमा, तपाईँहरूको घरमा त्यो अशान्ति, त्यो चाहिँ पीडा नआओस् है। यसै कारण म भन्न चाहन्छु कि यदि एउटा तपाईँको जीवन साथीले चाहिँ है तपाईँमाथि यति ठुलो विश्वास गरेका छ कि उनी बाहर जाँदाखेरि उनी विश्वास गर्छ कि यदि हामी बाहर जाँदाखेरि विश्वास गर्छौँ आफ्नो श्रीमतीलाई, उसले चाहिँ आफ्नो पिठ पछाडि गलत कुराहरू गरिरहेको छ, आफ्नो श्रीमानले गलत कुराहरू गरिरहेको छ भने भोलिको दिन जब पता चल्छ त्यतिखेर चाहिँ धेरै तनावहरू हुन्छ। यसै कारण प्रिय चाहिँ मौका चाहिँ आफ्नो कहिले पनि आफ्नो जीवन साथीलाई नदिनुहोला। किनभने यो कुराहरू तपाईँको जीवनमा छ भने आज नै छोड्नुहोस्। आज नै तपाईँको परिवार, यो परिवार टुट्नेबाट बाँच्ने छ। त्यो है यदि एक बार त्यो मौकामा, त्यो सकको डायरियामा तपाईँ आउनुभयो भने, या श्रीमान होस् या श्रीमती हो, जब एक बार सकको डायरीमा आयो भने त्यो सक जिन्दगीमा कहिले पनि खत्म हुँदैन। किनभने एक दिन चाहे तपाईँले जति उसबाट पनि माफी पनि माग्नु होला, जो पनि गर्नु होला, तर त्यो सक जिन्दगीमा कहिले पनि खत्म हुँदैन। यसै कारण म यो भन्न चाहन्छु कि सबै कपललाई, यानि जीवन साथी जो तपाईँहरू हुनुहुन्छ, भाइ बहिनीहरू जो हुनुहुन्छ, यो मौका चाहिँ नदिनु होला। किनभने यो कुराहरूले चाहिँ हाम्रो जीवनमा है हाम्रो जीवनमा चाहिँ विनाश ल्याउँछ। यो कुराले हाम्रो घर बारलाई पुर्याइदिन्छ है। यसै कारण चाहिँ आफ्नो एउटा नारीले आफ्नो घर जब छोडेर आउँछ, तपाईँलाई विश्वास गरेर तपाईँसँग जीवन बिताउनको लागि आफ्नो पुरा दाजुभाइ, दिदी बहिनी, आमा बुवा, आफ्नो जन्मेको घर पुरा छोडेर तपाईँसँग पार्टनर बन्न आएको छ।
यसै कारण साथीहरू म तपाईहरुलाई भन्न चाहन्छु है कि सक्दो प्रयास तपाईहरुले आफ्नो श्रीमतीलाई तपाईहरुले प्रेम गर्नुहोस् र माया गर्नुहोस्। साथीहरू यो कुरालाई तपाईहरुले ध्यान दिनुहोस् र नत्र भने है तपाईहरु आफ्नो तपाईलाई माया गर्ने तपाईको है तपाईको श्रीमतीलाई तपाईले गुमाउनुहुन्छ। नगुमाए तापनि तपाईले त्यो एक बार तपाई सकको डायरियामा आउनुभयो भने त्यो सक जिन्दगीभरि कहिले खत्म हुँदैन। हुन्छ, हामी फेरि मिल्नेछौँ अग्ली भिडियोमा एउटा टपिकलाई लिएर।